Hello guys, this is Enigmatic here and welcome back. So, wait a minute, let me climb up. Oh my god. आज दिनभरि नै भ्याएन क्या, त्यही भएर म अहिले बेलुका फेरि बनाउँदैछु. Look at it. Wait a minute, I'm tired bro. So आज दिनभरि नै भ्याएन हेर्नु. So आज राति बनाउँदैछु भिडियो एन्ड लाइक मेरो के भन्छ प्लान के थियो भन्दाखेरि मेरो प्लान त मतलब कि टक्क उठ्यो भनेर स्क्रिप्ट लेखेँ भिडियोको लागि एन्ड स्क्रिप्ट लेखेपछि लाइक कपाल काट्न जान्छु एन्ड कपाल काट्न गएपछि आएर म भिडियो बनाउँछु भनेर सोचेँ होइन तर लाइक के भयो होइन लाइक मेरो रुटिन नै मिलेन एन्ड लाइक दिनमा भिडियो बनाउनु पाएन र सबसे ठुलो डिप्रेसिङ कुरा के छ भन्दाखेरि लाइक तिमीहरूलाई मैले फ्रेस कट देखाउन पाएन क्या लाइक फक म्यान भयो होइन र सो ओके लिभ द्याट थिङ साइड सो म भिडियोको सुरुवात मेरो ब्याकग्राउन्ड त दिनेछु है सो जे होस् अफ टपिक हुँदैन लाइक इन टपिक नै हो सो लेट्स बिगिन सो म बच्चा बेलादेखि नै एउटा हुन्छ नि अब इन्ट्रोभर्टेड पनि के भन्नु एक्सट्रोभर्टेड पनि के भन्नु इम्पोभर्ट हो कि के हो भन्छ नि त्यो बिचको लागि आई वाज द्याट थिङ के लाइक अब मेरो साथीहरू धेरै पनि थिएन मलाई धेरैजनाले पनि चिनेको थिए होइन र थोरै साथीहरू छँदै छैन भन्दा पनि थिएन होइन र लाइक मेरो स्मल फ्रेन्ड ग्रुप थियो अब तिनीहरूसँग म एकदमै मिल्थेँ होइन र सो द्याट वाज माई थिङ त्यो त नर्मल हो अब बच्चा बेलादेखि अर्को कुरा पनि के छ बच्चा बेलादेखि म एकदमै लजाउने मान्छे लाइक एकदमै लजाउने बच्चा वेन टिचरलाई क्वेसन सोध्न डराउने लाइक टिचरलाई मे आई गो टु टोइलेट भनेर डराउने एक्स्ट्रा सिट इक्जाममा माग्न डराउने त्यस्तो टाइपको स्टुडेन्ट थिएँ म एन्ड जब पनि मेरो हुन्छ नि क्लास बढ्दै गयो एज बढ्दै गयो मेरो दिमागमा केही न केही इफेक्ट भएको जस्तो त लाग्यो होइन र आई डोन्ट नो तर मस्ट इफेक्ट मैले क्लास 11मा देखायो हो क्या अहिलेको इयरमा देखायो हो क्या लाइक त्यो सबै हुन्छ नि क्लास बच्चा बेलादेखिको डोज अहिले सबै फेस गरेर जस्तो लाग्छ क्या लाइक होइन र ल के हुन्छ भन्दाखेरि लाइक बच्चा बेलामा मेरो इन्भाइरोमेन्ट त्यस्तो खासै त्यो मलाई चेन्ज गर्नेवाला थिएन किनभने बच्चा बेलामा मलाई सबै चिजको पूर्ति गरिदिनु भएको थियो मेरो मम्मी ड्याडी साउट आउट टु माई मम एन्ड ड्याड बिग रेस्पेक्ट टु देम होइन र सो उहाँले मेरो भनेको कुरा सबै पुरा गरिदिनु भएको थियो लाइक मिडल क्लास भए पनि भनेको कुरा सबै पुरा गरिदिनु भएको थियो साथीहरूले पनि एकदमै माया गर्थे टिचरहरूको त भन्नै पर्दैन आई वाज लाइक हुन्छ नि ग्लेज मतलब कि आई वाज वान अफ देयर फेभरेट स्टुडेन्ट किनकि म खासै बच्चा बेलामा के भन्छ राम्रो पढ्थेँ क्या अहिले मात्र हो म हल्का पढाइमा लो भएको होइन र सो बच्चा बेलामा म एकदमै राम्ररी पढ्थेँ एन्ड हल्का चबी र क्युट टाइपको पनि थिएँ होइन र बच्चा बेलामा आई डोन्ट नो वाट ह्यापन टु मी नाउ सो बच्चा बेलामा त्यस्तो थियो एन्ड टिचर्सहरूले दे लभ मी ब्रो लाइक फर रियल त्यही भएर मलाई केही चिजको कमी थिएन होइन र त्यसपछि बिस्तारै बिस्तारै डेभलप हुँदै गयो म पनि होइन म सँगै मेरो इन्भाइरोमेन्टहरू पनि डेभलप हुँदै गयो मेरो फ्रेन्ड सर्कल होइन र त्यो पनि टुटियो लाइक मेरो जति पनि साथीहरू थिए पुरानो ओजिज होइन र तिनीहरू सबै टुटिए तर मेरो एकजना ब्रदर छ लाइक हि इज द ओजी एन्ड ओजी अफ अल अफ देम होइन र हि इज स्टिल विथ मी होइन र आई टक विथ हिम अ लट होइन र हामी बोल्नै पर्दैन साथी हाम्रो त्यो निभाउनलाई वी आर जस्ट लाइक ब्रदर्स होइन र त्यही भएर साउट आउट टु द्याट गाई टु अहिले म नाम दिँदिनँ होइन र सो ओके त्यतिखेरको फ्रेन्ड ग्रुप पनि टुट्यो मेरो इन्भाइरोमेन्ट पनि चेन्ज भयो टिचर्सहरू पनि चेन्ज भयो र बिस्तारै बिस्तारै म ग्रो अप हुन थालेँ अब फरक त 7 क्लाससम्म परेन किनकि 6देखि त मेरो लकडाउन लाग्यो होइन र 6देखि त लकडाउन लाग्यो अनि 6मा फरक पऱ्यो माई ब्याड होइन र 7देखि होइन 6देखि नै मेरो फरक पर्न थाल्यो किनभने लकडाउन लागेपछि आई वाज रियली लोन्ली एन्ड टाइपसी होइन र सो मेरो बिस्तारै बिस्तारै इन्भाइरोमेन्टहरू चेन्ज हुँदै गयो सोसियल मिडियाले पनि ब्रेन वाटी गराएको थियो त्यतिखेर मलाई होइन र सो त्यसो सबै चेन्ज हुँदा हुँदा लाइक म पनि चेन्ज हुँदै गएँ तर मेरो एउटा कुरा मेरो के भन्छ लाइक मनमा थियो होइन र लाइक मेरो एउटा कुरा कहिले पनि चेन्ज भएन त्यो हो साइनेस मतलब कि लजालु भाव होइन र सो त्यो चेन्ज नहुनुको कारण आई हेभ फेस्ड अ लट अफ सिट होइन र सो वान गर्ल रियली प्रपोज मी अन लाइक के अरे वान गर्ल वाज रियली इन्ट्रेस्टेड इन मी होइन र
लाइक सी वाज रियली इन्ट्रेस्टेड इन मी बट मैले बोलेको ढङ्ग होइन म लजाउँथेँ नि पहिला त त्यो केटीसँग राम्ररी बोल्न नसकेको कारण लजाएर बोल्न नसकेको कारण मैले आई लस्ट हर भनेर सो आई डोन्ट ह्याभ एनी काइन्ड अफ रिग्रेट बट मैले भन्न मात्र खोजेको लाइक साइनेसले मलाई यतिसम्मको गराएको थियो भनेर लाइक ओके एन्ड लेट्स गेट ब्याक टु द टपिक सो अनि अर्को कुरा के भयो भन्दाखेरि क्लास इलेभेनमा मैले भन्नु त भनेँ होइन र तर इन्भाइरोमेन्ट एकदमै चेन्ज भयो क्या लाइक ब्याक टु रियालिटी आयो क्या क्लास 10सम्म त केही थिएन टिचरहरूले पनि हामीलाई चिनिरहेको हुन्थ्यो होइन टिचरहरूले पनि जानिरहेकै हुन्थ्यो स्टुडेन्टहरू पनि सबै मिलिएर क्या लाइक फ्यामिलियर हुन्छ नि एउटा जे भए पनि जे होस् देख्ने बित्तिकै हो यो चाहिँ हाम्रो कलेज हाम्रो स्कुलको स्टुडेन्ट हो है भनेर लाइक त्यस्तो फ्यामिलियर फेसहरू देखिरहेको हुन्थ्यो भनेर सो कलेजमा आएपछि ब्याक टु रियालिटी भयो न टिचर चिन्ने न कसैलाई चिन्ने क्लासको भनेर सो कसैलाई पनि चिनेन एन्ड लाइक जब ब्याक टु रियालिटी भयो त्यस्तो कारण मेरो इन्भाइरोमेन्ट सडनली चेन्ज भयो आई नो स्कुलको 2-3 जना स्टिल मेरो क्लासमा थियो तर पनि लाइक ब्याक टु अब हल्का कस्तो नयाँ नयाँ फ्यामिलियर सिन जस्तो त्यस्तो भयो भन्दा पनि हुन्छ होइन र सो अबाउट द्याट अब जब पनि म मेरो क्लासको अथवा कलेजको पपुलर गाइजहरूलाई देख्छु जब पनि हल्का जे होस् पपुलर अथवा प्लेयरहरूलाई देख्छु होइन प्लेयर्स आई मिन नट फुटबल प्लेयर्स बट एक्चुअल्ली प्लेयर्स लाइक अन्डरस्ट्यान्ड भयो होला होइन सो जब त्यस्तो प्लेयर्सहरूलाई देख्छु त्यतिखेर आई नोटिस वान थिङ क्या त्यो पपुलर स्टुडेन्ट त्यो प्लेयर्सहरू अथवा अरू जो पनि हुन्छ नि लाइक चलाक खालको मान्छेहरू तिनीहरूमा दे डोन्ट एक्ट साइ के लाइक दे आर फुल टु कन्फिडेन्स इन देम सेल्फ दुनियाँले त नराम्रो हो भने पनि दे विल से म राम्रो हो त्यस्तो खालको मान्छेहरू थियो तिनीहरू भनेर सो आई नोटिस देम एन्ड गट इन्सपायर्ड लाइक वाट द फक do they not even self-doubt what the fuck what is their fucking confidence oh my god I can't भनेर मैले थाहा पाएँ लाइक लजाएर केही पनि हुँदैन लाइक लजाएर केही पनि हुँदैन कन्फिडेन्स चाहिँ दुनियाँ चल्ने हो लाइक अब मैले यही हेरेर हेरेर लाइक मैले एउटा स्टोरी तयार गरेँ सपोज तिमी एउटा बस हो भनेर तिमी एउटा बस हो लाइक अब तिमी एउटा बसको स्टेटमा बसेर सोच भनेर 2जना तिम्रो क्यान्डिडेट्सहरू आयो अरे 2जना तिम्रो जब माग्नलाई आयो अरे होइन र एउटा गाई फर्स्ट गाईसँग चाहिँ तिम्रो एडभान्स नलेजहरू पनि थियो अरे एडभान्स नलेजहरू थियो अरे तिम्रो बिजनेसको बारेमा तिम्रो त्यो के भन्छ वाटेभरको बारेमा होइन एडभान्स नलेजहरू थियो अरे लाइक फर्स्ट आएको थियो अरे होइन तर हि हेभ नो फकिङ कन्फिडेन्स एन्ड बल्स इन हिमसेल्फ त्योसँग आँट थिएन अरे अथवा आँट पनि थिएन कन्फिडेन्स पनि थिएन अरे अब सेकेन्ड गाई आयो सेकेन्ड गाईसँग चाहिँ बेसिक नलेजहरू मात्र थियो अरे तर त्योसँग कन्फिडेन्स फुट के भएर थियो अरे लाइक फकिङ हियर द्याट गाई क्यान देख्ने बित्तिकै द्याट गाई क्यान डु समथिङ है यसले चाहिँ प्रोग्रेस गर्ला यसको बोली हेर हि सो कन्फिडेन्स त्यस्तो थियो अरे अब तिमी बसको स्टेटमा सोचेर हेर तिमीले त्यो लजालु बोल्दै नबोल्ने अनकन्फिडेन्स भएको त्यो के भन्छ इम्प्लोइलाई चुज गर्छौ कि अर्कोवाला गाई हु ह्याज जस्ट बेसिक नलेज तर फुल अफ कन्फिडेन्स एन्ड बल्सको बारेमा वाट वुड यु चुज अफकोर्स द गाई विथ अ लट अफ कन्फिडेन्स किनभने उसँग एउटा आत्मविश्वास छ जसले संसार जित्न सक्छ होइन र सो द्याट इज द थिङ विथ कन्फिडेन्स के लाइक तिमीसँग नलेज भएर काम छैन होइन र मैले नलेज भएर काम छैन पुरा भन्न खोजेँ होइन सो तिमीसँग मैले इनर कन्फिडेन्स सुड कम फ्रम इनर सेल्फ भनेर त्यो भिडियोमा पनि भनेको होला भनेर तिमीसँग नलेज भएर मात्र काम छैन जब तिमीसँग आर्ट र कन्फिडेन्स छैन भने यु विल स्योरली फक अप लाइक लाइक म आउन देखाउँछु भनेर सो लाइक वा देख्छ होला होइन सो दिस इज द गाई भनेर दिस इज द गाई तिमी अब तिमीसँग नलेज पनि छ भनेर लाइक लेट मी जुम आउट वेट अ मिनट वाट द हेल ओके सो दिस इज द गाई अरे होइन तिमीसँग नलेज पनि छ कन्फिडेन्स पनि छ
बल्स पनि छ, आर्ट पनि छ, केही नयाँ सुरु गर्ने, केही गर्न सक्ने, आर्ट हुने अथवा रेस्पोन्सिबिलिटीहरू लिन सक्ने तिमीसँग आर्ट पनि छ अरे। अब त्यो गाई इज रियली अनस्टपेबल। तिमी यसरी सोचेर हेर्न ल, नलेज पनि छ, ल नलेज पनि छ, कन्फिडेन्स पनि छ, ल कन्फिडेन्स कसरी छ, ल अब बल्स पनि छ। यसरी हेर कि तिम्रो बल्स भने चाहिँ मतलब कि बल्स आर्ट लाइक अन्डरस्ट्यान्ड इट लाइक द्याट होइन र आर्ट तिमीसँग भएको आर्टले तिमीले एउटा बिजनेस स्टार्ट गर्न सक्छौ। तिमीसँग भएको नलेज र कन्फिडेन्सले तिमीले बिजनेसलाई कन्टिन्यू गरिराख्न सक्छौ। तिमीसँग कन्फिडेन्स भएकोले तिमी बिजनेसलाई कन्टिन्यू गरिराख्न सक्छौ र तिमीसँग भएको नलेजले त्यो बिजनेसलाई लङ टर्म बिजनेस बनाउन सक्छौ र लट अफ मनी अर्न गर्न सक्छौ अरे। तर पनि ल तिमीसँग नलेज छ अरे होइन र, नलेज छ, कन्फिडेन्स छैन, बल्स पनि छैन, सपोज आर्ट पनि छैन अरे। अब जब तिमीसँग नलेज मात्र छ भने तिमीले त्यो नलेज खर्च चाहिँ कता गर्छौ? लाइक एउटा विथड्र मेसिनमा आफ्नो नलेज हालेर बेच्न त मिल्दैन, खर्च चाहिँ कता गर्छौ? बिजनेस त स्टार्ट बिजनेस स्टार्ट गर्न त तिमीसँग आर्ट छैन, बिजनेस स्टार्ट गरिहाल्यो भने पनि तिमीसँग बिजनेस रन गर्ने कन्फिडेन्स छैन, सो नलेज त्यसमा वेस्ट गयो। अब तिमीसँग एउटा बल्स छ अरे, बल्स पनि छ अरे, कन्फिडेन्स पनि छ अरे, नलेज छैन अरे। तर ल बिजनेस त तिमीले स्टार्ट गर्यो अरे होइन, लगानी लगाएर स्टार्ट गर्यो अरे। अब जस्तै कि प्रब्लमहरू आउँदै जान्छ तिमीसँग, तर कन्फिडेन्स छ अरे, आत्मविश्वास छ अरे, म यो बिजनेसलाई रन गर्न सक्छु भनेर कन्फिडेन्स छ अरे। अब जस्ट एज हुन्छ नि, तिमीले एक्सपिरियन्सहरूबाट लर्न गर्छौ नयाँ नयाँ कुराहरू, यस्तो पो हुँदो रहेछ, आई अन्डरस्ट्यान्ड इट नाउ भनेवाला त्यो फिलिङ हुन्छ नि होइन। त्यही भएर तिमीले बिजनेसलाई रन गरिरहेछौ भने लाइक यसमा नलेज त चाहिएन नि, एक्सपिरियन्स लाइक तिमीसँग जुन लाइक त्यस्तै एक्सपिरियन्स त्यही भनौँ होइन। आई डोन्ट नो, लाइक आई डोन्ट वान्ट टु एक्सप्लेन टु मच अबाउट इट होइन र। सो यतिकै बुझ्यो होला तिमीले, लाइक नलेज हुनु पनि इम्पोर्टेन्ट त छ, तर नलेजभन्दा बढी हुनुपर्ने भने तिमीसँग आर्ट हो, आर्ट र आत्मविश्वास हो, एउटा विश्वास कि म दुनियाँलाई चलाउन सक्छु र एउटा आर्ट कि म दुनियाँलाई कन्क्रियर गर्न सक्छु। त्यो वाला यो हुन्छ नि एउटा सेल्फ वाट एभर यु कल इट होइन र। सो तिमीसँग नलेज छ छैन द्याट डजन्ट फकिङ म्याटर, अल इट म्याटर्स इज तिमीसँग करेज, बल्स, गट एन्ड वाट कन्फिडेन्स कति छ। दिस वर्ल्ड डिमान्ड्स कन्फिडेन्स, द कन्फिडेन्स यु सो टु द वर्ल्ड। कन्फिडेन्स जब तिमीले दिन्छौ अरूलाई, जब तिमीले अरूलाई देखाउँछौ, त्यतिखेर तिमीले के गेन गर्छौ भन्दाखेरि तिमीले रेस्पेक्ट गेन गर्छौ। नो बडी विल रेस्पेक्ट द्याट गाई जो लजाएर बस्छ होइन र। ओन्ली दोज गाइज विल बी लिडर हु आर कन्फिडेन्स इन देमसेल्फ एन्ड ह्याभ अ बल्स टु नो द्याट दे क्यान रुल द वर्ल्ड। सो always be a positive, always be a confident guy होइन र। लाइक नलेज भने जिन्दगीको एक्सपिरियन्सबाट पनि तिमीले गेन गर्न सक्छौ, तर बल्स, आर्ट, करेज र कन्फिडेन्स भने तिमीले एक्सपिरियन्सबाट पनि मात्र होइन, जिन्दगीको हरेक गोरेटोबाट तिमीले गेन गर्न सक्छौ। एन्ड यदि तिमीसँग करेज, गट्स एन्ड कन्फिडेन्स छ भने you can fucking conquer the whole world. So be confident, love yourself, and GG's.